हेलो साथीहरू, आज हामी यो किटी क्लिप बनाउन सिक्छौँ है। अब सुरु गरौँ। सुरुमा चाहिँ हामी 12 चेन तान्छौँ। सुरुमा यसरी क्रोस यसरी राख्ने अनि यहाँ नट बनाउने एउटा यस्तो घुमाउँछु यसरी। यहाँ एक चेन भयो, 2 3 4 5 6। अब यसरी 12 चेन तानिसकेँ मैले। 12 चेन तानिसकेपछि अब यहाँनिरको यो एउटा चेन स्किप गरेर यो सेकेन्ड चेनमा हामीले सिंगल क्रोसेट बनाउँछौँ है त। यसरी सिंगल क्रोसेट यसो गर्ने, यो दुईटाले एकैचोटि यसरी लाने, फेरि अर्कोमा यस्तो गर्ने अनि यस्तो गर्ने, 2 भयो। यसरी नै हामीले 10 वटा सिंगल क्रोसेट अब यसरी 10 वटा बनाइसकेपछि यो 11 नम्बरको चेनमा चाहिँ हामीले एकै ठाउँमा 3 वटा सिंगल क्रोसेट गर्ने, घर बढाउनलाई। 1 फेरि सेम ठाउँमै 2 3 यसरी 3 वटा सिंगल क्रोसेट एकै ठाउँमा बनाउँछौँ। अब हामी फेरि यतातिर जान्छौँ, यताको साइडमा। अब यसरी नै हामी फेरि 9 वटा सिंगल क्रोसेट बनाउँछौँ यसरी। 1 2 यसरी नै यहाँसम्म 9 वटा सिंगल क्रोसेट। अब यसरी 9 वटा बनाइसकेपछि यो अघि हामीले सुरुमै चेन तानेको थियो नि, त्यहाँ 1 नम्बरको चेन तानेको ठाउँमा फेरि हामी यही ठाउँमा 2 वटा सिंगल क्रोसेट गर्छौँ। 1 2। अब यहाँ 3टा अनि यो छेउमा पनि अघि हामीले 3टा गरेको थियौँ नि, त्यस्तै यहाँ पनि 3टा भयो। अघि सुरुको फर्स्ट चेन अनि यो 1 2 गरेर 3 चेन भयो। अब यो सुरुको यसमा चाहिँ हामीले स्लिप स्टिच गर्छौँ यस्तो गरेर यसरी अनि डाइरेक्ट तान्दिने। अब 1 चेन। अब हामी सेकेन्ड राउन्डमा चाहिँ अब फेरि यहाँ घर बढाउनलाई एउटै चेनमा 1 2 एकै ठाउँमा चाहिँ हामी 2टा सिंगल क्रोसेट गर्छौँ। अब हामी 9 वटा सिंगल क्रोसेट बनाउँछौँ। 1 अब हामीले चाहिँ यो 9 वटा यो सिंगल क्रोसेट गरिसकेपछि फेरि हामी यहाँ घर 3 ठाउँमा चाहिँ घर बनाउँछौँ। 1 2 3टा चेनमा चाहिँ हामीले 2टा गरेर घर बढाउँछौँ एकै ठाउँमा के। 1 2 मैले चाहिँ यहाँ घर बढाइसकेँ। अब फेरि 9 वटा सिंगल क्रोसेट गर्ने, 1 2 यसरी नै 9 वटा बनाउने। अब 9 बनाइसकेपछि फेरि यहाँ 2टा घरमा चाहिँ हामीले फेरि घर बनाउँछौँ। 1 2 सेम ठाउँमा नै 2टा, फेरि अर्को घरमा पनि 1 2 गरेर एकै ठाउँमा 2 घर बनाउँछौँ। अब हामी यो सुरुको चेनमा चाहिँ यहाँ हामी स्लिप स्टिच गर्छौँ। अब सेकेन्ड राउन्ड पनि कम्प्लिट भयो। अब थर्ड राउन्ड, त्यसको लागि 1 चेन गर्ने। अब फेरि 1 एउटा घरमा एउटा सिंगल क्रोसेट। अब यो सेकेन्डमा चाहिँ 2टा यसरी बनाउने। अब हामीले फेरि यति बनाएपछि 9 वटा घरमा चाहिँ हामीले फेरि 9 वटा सिंगल क्रोसेट गर्छौँ। 1 2 3 4 5। मेरो चाहिँ यो सुरुभन्दा ट्युटोरियल भिडियो बनाएको, त्यही भएर अब कहिले नेपालीमा कहिले इङ्ग्लिसमा हुन्छ होला, त्यसलाई इग्नोर गर्दै सिक्नु है त। नबुझेको कुरा चाहिँ मलाई कमेन्ट गर्नु
9वटा घर बनाइसकेँ सिंगल क्रोसेट। मैले चाहिँ 9वटा सिंगल क्रोसेट बनाइसकेँ। अब चाहिँ हामी फेरि एक घरमा एउटा सिंगल क्रोसेट, अर्को घरमा चाहिँ दुईटा एकै ठाउँमा। यो एक घरमा एउटा, एक घरमा दुईटा। यो चाहिँ हामीले अझै दुईचोटि रिपिट गर्छौँ। योसँग 3 चोटि हुन्छ, हामी अझै 2 चोटि रिपिट गर्छौँ है। सेम नै यसरी फेरि एक गर्ने अनि फेरि अर्कोमा दुईटा। मैले चाहिँ त्यो एक घरमा दुई गर्ने चाहिँ 3 चोटि बनाइसकेँ। अब हामी फेरि पनि 9वटा सिंगल क्रोसेट गराउँछौँ। 9 बनाइसकेँ मैले। यो 9वटा सिंगल क्रोसेट बनाइसकेपछि फेरि हामीले यहाँ गरेको जस्तै फेरि यही सेम प्रोसेस गर्छौँ। एक घरमा एउटा, अर्को घरमा चाहिँ सेम दुईटा। फेरि त्यसरी नै अझै एकचोटि रिपिट गर्छौँ। एक अनि फेरि यहाँ दुईचोटि। यसरी पुरा गर्छौँ। अब फेरि यहाँ सिंगल क्रोसेट गर्ने यसरी। अब वान चेन तान्ने। अब हामी चाहिँ यो लाइनमा सबै एउटा घर पनि नछोडिकन हामी सिंगल क्रोसेट गर्छौँ। अब नबढाउने। अब सुई सिंगल क्रोसेट गर्छौँ यसरी। टोटल चाहिँ 36वटा सिंगल क्रोसेट हुनपर्छ है। यहाँ आइपुग्दा यहाँ यो राउन्ड पुरै गरिसकेँ। 36वटा सिंगल क्रोसेट बनाइसकेँ। अब यो सुरुको घरमा चाहिँ हामी स्लिप स्टिच गर्छौँ। यस्तै 4 राउन्ड पनि कम्प्लिट भयो। अब हामी 5 राउन्डमा 1 चेन गर्ने। 4 राउन्ड पनि कम्प्लिट भयो। अब हामी 5 राउन्डमा 1 चेन गर्ने। अब दुईटा सिंगल क्रोसेट, एक दुईटा। अब हामी फेरि यहाँ एउटा सिंगल क्रोसेट, फेरि सेम ठाउँमा नै हामी हाफ डबल क्रोसेट गर्छौँ। यसरी एउटै घरमा एउटा सिंगल क्रोसेट, एउटा हाफ डबल क्रोसेट। अब फेरि अर्को चेनमा डबल क्रोसेट दुईटा। एक फेरि सेम ठाउँमा दुई। अब अर्को घरमा फेरि हाफ डबल क्रोसेट गर्छौँ यसरी हाफ। अब फेरि यहीँ सिंगल क्रोसेट यसरी। अब हामी 7वटा स्लिप स्टिच गर्छौँ। स्लिप स्टिच भनेको अब यस्तो गर्ने, डाइरेक्ट तान्दिने यसरी। एक भयो यो, फेरि 2 3 4 5 6 7। यो चाहिँ कान हो के केटीको। अब हामी फेरि सेम गर्छौँ। एउटा सिंगल क्रोसेट, फेरि सेम ठाउँमा एउटा हाफ डबल क्रोसेट। अब अर्को घरमा चाहिँ एउटै घरमा दुईवटा डबल क्रोसेट। एक फेरि सेम ठाउँमा दुई। अब अर्को घरमा हाफ डबल क्रोसेट, फेरि सेम घरमा सिंगल क्रोसेट यसरी। अब फेरि हामी यहाँ दुईटा सिंगल क्रोसेट गर्छौँ। एक दुईटा। अब यहाँ घरमा चाहिँ बढाउँदा चाहिँ एउटा घरमा दुईटा यस्तो गर्ने।
फेरि 3वटा सिंगल क्रोसेट 1 2 3 फेरि यो घरमा बढाउने 1 2 अब फेरि हामी यहाँ चाहिँ 9वटा सिंगल क्रोसेट सुई बनाउँछौँ। अब 9वटा सिंगल क्रोसेट बनाइसके अब फेरि यो घरमा चाहिँ बढाउने 1 2 अब 3वटा सिंगल क्रोसेट 1 2 3 अब यहाँ चाहिँ बढाउने यसरी अनि यहाँ स्लिप स्टिच गरिदिने। रेडी भयो किटी चाहिँ हामी बो बनाउँछौँ। म्याजिक रिङ बनाउने, म्याजिक रिङको लागि यस्तै धागो समात्ने अनि यता लाने यसरी लाने यहाँ समातेर यहाँबाट क्रोस लगाएर धागो तान्ने यसरी। अब 3वटा चेन तान्ने 1 2 3 चेन तान्ने अनि यसरी यहाँ समातेर राख्ने यसलाई। अब 5वटा डबल क्रोसेट गर्ने, धागो चढाउने 1 2 3 4 अनि 5। अब फेरि 1 2 3 चेन तानेर यहाँ स्लिप स्टिच गरिदिने यसरी। फेरि 1 2 3 चेन तान्ने फेरि यही म्याजिक रिङभित्र पस्किन्छ, यो तान्दै गर्नु बेला बेला। फेरि यहीँ फेरि 5वटा बनाउने 1 2 3 4 अनि 5 फेरि 3 चेन 1 2 3 अनि फेरि यहीँ स्लिप स्टिच गर्ने त्यो रिङभित्र अनि 1 चेन गरेर अब यो टुप्पोलाई समातेर तान्दिने यसरी टाइट बनाउने। मैले चाहिँ यो सानो सानो मोती लिएको छु। यो छैन भने धागोले नै बनाउँदा हुन्छ। आँखा चाहिँ ट्याक्क यो कुनामा र अनि यताको फेरि यो भागमा राख्ने हो। यसरी राख्ने अनि यो धागो नचोराइकन यही मेलामा यसरी यहाँ यो जुङ्गाको भाग हुन्छ नि यसरी ट्याक्क 1 2 यो लाइनमा यसरी एउटा छर्के अनि फेरि अर्को फेरि यहीँबाट फेरि यो साइडमा यो सिधा यसरी गर्ने फेरि यहीँबाट छर्के गरेर यही लाइनमा यस्तो गर्ने। यसरी नै यताको नि बनाउने। ट्याक्कै यो तल्लो यो लाइनमा चाहिँ हामीले यहाँ यो येल्लो धागो राख्नुपर्छ। ट्याक्क यताबाट 1 2 3 4 यहाँबाट फेरि 1 2 3 4 भनेपछि यहाँदेखि राख्ने यताबाट नि 4 उताबाट नि 4 बिचमा राख्ने यसरी भयो। अनि अब यो चाहिँ ग्लु गनको हो। ग्लुले टिकट्याक काँटासँग जोइन गरिदिने हो। अनि यो बोलाई पनि ग्लु गनले यसरी टाँस्ने। बाई बाई।